आफ्टर लङ टाइम के छ गाइजहरू? हाहाहा धेरै पछि, धेरैभन्दा पनि धेरै पछि आज भ्लग चढ्दैछ। हाहा लङ टाइम। आज गन्तव्य कता हो थाहा छैन। कता जाने आज हामी? गन्तव्य के हो आज हाम्रो? होइन फोन अर्डर मिल्छ कि मिल्दैन त? मिल्दैन। आजको गन्तव्य थाहा छैन। हेरौँ कहाँ गइन्छ। घरसम्म त फर्केर क्या छ तर डेन्जर आउँछ है क्यामेरा तर है। पक्का आइफोन त आइफोनै हो तर कहाँ जाने आज? दर्शकहरू कमेन्ट गर्नुहोस् हामी कहाँ जाने भनेर। जाने चाहिँ कहाँ हो? म फोन हो रे भन्ने मलाई धेरै नचला रे। चलाइस् भने म तात्तिन्छु रे। दिन्छु रे। म कुकुर छु रे। म तेरो फोनमा तेर्छ रे। मलाई रे रे भन्दै सुरेश र प्रेमले। लास्टमा त एआईले धरि रे भन्दिँदै तललाई परिरहेको जान्छ कहाँ हो रे दाइ? दिल्ले दाइको बुद्ध दाइ दिल्ले दाइ। ए धेरै भयो टिक्लै नदिँदै एउटा वायरलेस माइक किन्यो भने त सही हुन्छ होला यता है। ब्लुटुथ हाल्यो तिम्रो हात गर्दै खाने रोक्यो। गन्तव्यमा गएपछि हामी गाउँ होला। यताको साइडले नि गाउँ खोलै भन्छ। बाटो यो ल हामी चलाउँदै पुग्दै गाउँ खोलाको बाटो हुँदै कहाँ गइन्छ हेरौँ। आरोवा गइन्छ क्या हो? मेन चाहिँ भन्ने हो। आजको चाहिँ छुट्टै मिठो बनाउनु पर्छ जस्तो। किनकि धेरै पछि भिडियो हाल्न लाग्छ नि त। त्यो भएर म छु है भन्नको लागि आज यो भ्लग बनाएको साथीहरू। म हराएको चाहिँ छैन। म हराएको त छैन है भन्नलाई आजको यो भ्लग हो। मजाले यहाँ बस्दैछु म। जनता जान्न चाहन्छ म ब्लगर पुरै भन्नु के छ? के हो चाहिँ आजको वेदर नि सफा र शीतल छ। दर्शक मित्रहरू घाम लागेको छैन रे। हरायो रे। बोलेको त सुनिन्छ मजाले। अहिले हेरौँलाई नि। त्यो सब गाउँ खोलाको उस है फाँटो है। छिमेकी के भन्दै सही घर रहेछ यहाँ त। यतिको बाटो पऱ्यो भने त यतिको बाटोमा हिँड्दा मापुर किन सहरमा बस्न पऱ्यो भनेको है। यस्तोमै मजा हुन्छ क्या बस्न त। यहाँ पिच भएपछि त सकिहाल्यो। न हल्ला न सल्लाह गएर झ्याप्प एउटा घर बनायो चिल पारामा छँदैछ। तल झर्न मन लाग्यो बजार छँदैछ।
त बाटो मेचीको त राम्रै हो न यो त राम्रो बाटै छैन क्या छ अनि मुर्रा रहेछ खोइ बाटो सुक्दैन अहिले एकचोटि यार हरिहर मन्दिर हो कहाँ गएको यार ए महाकुर बुर त यार ठिस यार हिर्काउने आउने कि चौतारामा चढ्छु महाकुर त्यहीँ कुरेर बस्छ यार पछि त्यसको मान्छेहरू लिएर गयो नि बल्ल गयो हालत खराब हुने यार के बनाउनु यो मन्दिर हो यही त त्यो बत्ती परिराख्ने यो कता यो घरै त होला नि यो नि खै घर हो कि होटेल हो कि पुजारीहरू बस्ने ठाउँ हो कि यहाँ त यहाँ के रहेछ अझ माथि नि ठाउँ छ क्या माथि ठाउँ छ भन्ने हामी पुरा के भन्छ अरे यार राइडर अन द ब्लग बाटो त कडै छ त यसले त ड्रोन सट हान्नुपर्छ जस्तो छ है होइन के हो टुङ्गै छैन जस्तो छ यार ऊ माम्पा होइन होला है बोध्दै जस्तो सुनाउँछ झोक हान्दै अन्त ए त तेरो लगिदिने हो भयो छोड्दै यार बाटै नछोडी त जाने बाटो त छ आउने तर गयो भने त जान त जान्छ क्या हिँड्दै गयो मात्रै हो होइन कि साथ स्कुटर लग्यो नि जानु त जान्छ कि कहाँ पुग्छ नि त्यहाँबाट त त्यताबाट त गाडी मात्रै छ जस्तो छ यार घुमाउँदा गरेर त म हेरेर आउँछु एकचोटि यो यस्तो के अरे उस बाटो रहेछ यो बत्ती बल्ने ठाउँ टावर के हो त्यहीँ गरिदियो हामीलाई यो त त्यो वनमा मान्छेहरू हिँड्दै हिँड्दै बाटोमा चाहिँ त्यस्तै टाइपको रहेछ यता माथि जानु यहाँ माथि हामी अलि ओह्रालो लाग्दैछौँ तर गल्ती गरियो कि के साह्रै ठुलो गल्ती के आयो यही एउटा र ए के अरे बत्ती बल्ने
यहाँ आएर चाहिँ क्या नि हो तर बुढोले किन्नै बिर्सिसक्यो यस्तो दोकान छ भन्नु म आइरहन्छु अहिले त गाउँतिर त छैन दोकान त्यही पनि छैन थिएन ल है गाइस यता माथि गएर भेटौँ मलाई चट्टा लाएर खै ल माथि चाहिँ यस्तो हट चट्टा लाएर ओहो शिवजीको मन्दिर रहेछ सानो हर हर महादेव बाटै छैन त्यहाँ यति हो ल छन त रहेछ जङ्गलको बाटो रहेछ राम्रो रहेछ यार यस्तै तिमी फुल्यो फुलसँगै म त अहिले झरिसकेछु तिमी रहेछौ म त छिट्टै मरिसकेछु राम्रै रहेछ बाटो त जङ्गलको बिचमा चलाएर धेरै यहीँसम्म त जानु भयो धेरै तल त केही गरिराख्ने है फर्किने त होला सानो भिडियो बनाउनु पऱ्यो टिकटकको लागि ल बनाउनु ल लाग्दिनु पऱ्यो अब खै गर्मी पो हुन लाग्यो त अहिले त अघिसम्म शीतल थियो अब फर्किने यही हो बोलिराख्ने जता जुन जाँडा बढ्दै पनि देखिन्छ टिलिक्क टल्केको ए थम्बनेलको लागि फोटो खिच्नु पर्छ साँच्चै थम्बनेल ल त एकैछिन है गाइस ल आजको भ्लग कस्तो के भयो थाहा छैन धेरै पछि हालिदिएको यत्तिकै किनकि भ्लगै हालेको थिएन मैले त्यो भएर आजको भ्लग त यस्तै बनाएर हालिदिएको है त म छु है भन्नको लागि आउँदैछु गर्नको लागि ल आजको लागि यति नै अनि पछि हेरौँ के हुन्छ कहाँ गइन्छ अनि फेरि भ्लग चाहिँ अबदेखि आउँछ होइन होला ल है त गाइस आजको लागि यति नै कस्तो लाग्यो खै अब जे थियो आज यस्तै थियो है के हो नि ल है त सायनारा सबैलाई सब्सक्राइब हानिदिनु होला लाइक हानिदिनु होला सेयर हानिदिनु होला जे हाने नि हानिदिनु होला ल नराम्रो लाग्यो नि डिसलाइक हानिदिनु होला खल्ली बल्ली होइन कमेन्ट हान्नुहोस् ल सायनारा बाई बाई है त